गाइस हामी चाहिँ माडे टोली अब भने चाहिँ हाम्रो पाटे नागीको उँभोतिर लाग्दैछौँ। आजको हाम्रो भ्रमण चाहिँ भनेको पाटे नागीको बीच बाटोमा सन्दकपुरतिर जाने बाटोको पैदल यात्रीमा पदमार्गमा हामी हिँडिरहेका छौँ। यसै सन्दर्भमा हामी के भन्न गइरहेका छौँ भने आजको हाम्रो दिन चाहिँ एकदम सकुशल शुभ रहनेछ, किनभने हाम्रो पनि यात्रा आज भने यो पैदल यात्री गर्दै हामी सन्दकपुरतिर लाग्दैछौँ। गाइज कस्तो लाग्छ हेरेर तपाईँहरूले पनि लाइक शेयर सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नभुल्नु होला है गाइज, किनभने माडे टोली पनि यसरी कुनै समयको फुर्सद निकालेर घुम्ने गर्दछ। ऊ सानो माडे नि त्यहाँ गजक्क परेर बसिरहेकी छिन्। यो भविष्यको कर्णधार अर्बपति अम्बानीको छोरी यहाँ हेरौँ, उता अम्बानीको बुढी पहिलो ज्याकेट लाउने। अब चाहिँ हामी भने उकालो पैदल यात्रामा चाहिँ लाग्दैछौँ। यसरी नै हिँडेर हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ है त गाइज। यो भनेको चाहिँ सट्टै हेर्ने हो भने यसलाई भनिन्छ पाटे नागी। पाटे नागीको हामी बीच स्थानमा आइसकेका छौँ। यही पैदल यात्रामा एक पाइला यता टेक्नुभयो भने इलाम जिल्ला पर्छ भने एक पाइला देब्रेपट्टि टेक्नुभयो भने पाँचथर जिल्ला पर्छ। त्यही भएर चाहिँ हामी सर्र लाएर चाहिँ पाटे नागीको पैदल यात्रामा चाहिँ हामी मासतिर लाग्दैछौँ। मैले ड्रोन पनि उडाउने कोसिस गरेको थिएँ यहाँ, तर हाई अल्टिच्युड भएर चाहिँ उडाउन सकिएन, किनभने यहाँको टेम्परेचर अलिकति हाई छ, समुद्र सतहभन्दा अलिकति माथि भएको कारणले चाहिँ यहाँ ड्रोनले अलिक कनेक्सन गर्दैन, किनभने यहाँ उडाउनु। त्यही भएर चाहिँ मैले मोबाइलबाट नै भिडियो बनाउने कोसिस गरेको छु। ल गाइज अब भने चाहिँ हामी उँभो लाग्दैछौँ है त। यहाँ अब पर्यटकीय स्थल पनि बनिरहेको यो पाटे नागीमा चाहिँ हामी आज भने चाहिँ गुराँस फुलेको तर्फ अलिकति मासतिर गुराँस फुलेको देखिँदैछ, त्यहाँतर्फ जाँदैछौँ। आजको यात्रा हाम्रो दिन हेर्ने भने सुरै छ, किनभने पानी पनि पर्न सक्छ होइन। बर्सातको समय लागिसकेको छ, वैशाखको महिना। ल यहाँ अब हामी चाहिँ पैदल यात्रामा आज खुला दिन रहेको कारण हामी आइरहेका छौँ। एकगते यहाँ आयौँ भने अलिकति मान्छेको भिडभाड हुन्छ होइन, अलिकति हामी मान्छे नसहने पारेका छौँ कि रिसाइहाल्छौँ कि। यता पहिला ज्याकेट लाउने मान्छेहरू रिसाइहाल्छ कि। छोरी आँखाले हेर्छ, यहाँ एक्लै हेर्नुहोस् त कसलाई हेर्दो रहेछ त। आफैले पहिला आँखा हेर्दै हिँडोस् न। ल है हामी चाहिँ उँभो लाग्दैछौँ। माडे तल आउँदैछ। ल है आज बबालाइन झकास। आज यहाँ अलिकति त्यो घरमा चाहिँ होइन यताउता बसिराख्ने अलिकति त्यो बोइलर खालको मान्छेहरूलाई चाहिँ यसरी हिँडाउनुपर्छ नि, यहाँ ठिक हुन्छ। ल है के यो पाटे नागीको माथि सिरानमा आइसकेको छौँ। यहाँ मैले ड्रोन उडाउने कोसिस गरेको थिएँ, यहाँ हाई अल्टिच्युड भएर चाहिँ होइन, हाई टेम्परेचर भएर चाहिँ यो माथि चिसो भएको कारणले चाहिँ उठाउन सकिएन। यहाँ अब नेटवर्क पनि त्यति दिँदैन होइन, त्यही भएर म उडाउन सकिएन। ल यहाँ भने चाहिँ होइन यस्तै छ। यो पाटे नागीको हामी मासतिर चाहिँ आइसकेका छौँ। अहिले भने चाहिँ टक्क ड्रोनबाट पुरा ड्रोन सट लिने विचार थियो होइन, सकिएन। अब के गर्ने, यस्तै हो। र हामी चाहिँ आज माडे टोली सडे लाएर चाहिँ होइन पाटे नागीको माथि हाई स्थानमा आइसकेका छौँ। ल है त गाइज अब यस्तै छ। हामी हाम्रो घुमन्ते फिरन्ते जग्गाहरू होइन, अहिले चाहिँ यहाँ माथि डाँडामा आइसकेका छौँ। यसरी यहाँ चाहिँ होइन गलेर यसरी बसेका छन् धेरै मोटा ज्यानहरू। हो नि यहाँ खानेकुरा खानु त खाएर आउनु त घरमा काम पो गर्ने हो त, घुम्नको लागि खानेकुरा खाइँदैन है। ल पाटे नागे त उतापट्टि हो, कहाँ यहाँ हो त होइन, उतापट्टि देखिन्छ कि अहिले अलिक देखेको छैन। माडे बोइलर भइसकेको छ यहाँ, छोरी बोइलर बोकेर बोइलरको बच्चा आमा हेरौँ न आँखा पुरिसक्यो मोटो भएर। हिँडे
पाटे नाके कति किलोमिटर पर्छ भनेर। ल यी अर्को यहाँ छ हाम्रो धेरै बोइलर मान्छे चाहिँ, यो मान्छे चाहिँ कतै हिँड्दैन। ल है पछाडि छन् होइन। अब चाहिँ हामी पाटे नाकी घुम्न आएको, पुगेको छैन मध्ये, थुप्रै छ यहाँ। यी गुराँस भुइँमा पनि यसरी हुन्छ यहाँ बोट। यो चाहिँ भर्खर पलाउँदै गरेको बोट होइन। यहाँ हामी चाहिँ अब मासतिर आइसकेको छौँ। ल पाटे नाकी अब यहाँबाट देखिन्छ। अहिले अलिक घुसु हटेपछि देखिन्छ है एकछिनमा। उतापट्टि चाहिँ माथि हाई लेभलमा यसरी बनाएको थियो को सङ्गमस्थल। ल हामी चाहिँ यहाँदेखि अब आधी इलाम आधी पाँचर जिल्ला आइसकेका छौँ। पाटे नागी यहाँबाट देखिन्छ एकछिनमा मात्रै। गुराँस लटरम्म फुल्या खान। ल चस्मा टेकेर फुटाइदिन्छ नानीहरूले। हाई लेभलमा आइसकेका छौँ। यहाँबाट चाहिँ अहिले केही पनि नदेखिँदो रहेछ खोइ। देखिन्थ्यो उतापट्टि, यहाँबाट जाँदा सत्य सन्दकपुर सिधै पैदल यात्रामा। ल